हेलो साथीभाइहरू, जमेसी नमस्कार। म चाहिँ अहिले च्वाचे बोइल गर्दैछु। आज मोमो खान मन पर्यो। रातिको 7:15 जति भयो हैन। अब तपाईलाई प्रोसेसमा देखाइहाल्छु है त। बन्दाकोपी, प्याज, धनिया, अदुवा। अब घरमै बनाएको मिठो हुन्छ भनेर अब रोटी रेडी छ। अब आफै बेल्नुको लागि अब अल्छी हुन्छ भनेर लु त साथीहरू, तपाईलाई म प्रोसेस बिचबिचमा देखाइहाल्छु। र तपाईलाई थाहा छैन, यदि तपाईहरूले यो किचन हेल्पर भन्ने एउटा मैले सामान एमाजोनबाट किनेको थिएँ हो। यो तपाईँले किन्नु भयो भने चाहिँ किमा बनाउनुको लागि एकदम दामी हुन्छ। एमाजोनमा अलि पैसा अलि चार्ज महँगो छ होला। यो किनेको लगभग 1.5 वर्ष भयो, अहिलेसम्म बिग्रेको छैन। ट्राई गर्न सक्नुहुन्छ। ल साथीहरू, अघिको बन्दाकोपी यस्तो भयो। यो मेसिनमा 1 मिनटदेखि लिएर 2 मिनटमा एउटा फुल बन्दाकोपी यस्तो भइसक्यो। अब म प्याज पनि गर्छु। प्याज गरेर फेरि तपाईँलाई देखाउँछु है त। र साथीहरू, अपडेट दिन आएको म चाहिँ धनिया, यो भइगयो, अदुवा, 3टा मोमोको रोटी डिप फ्रिजमा राखेको थिएँ हैन। अब चाहिँ यो एकछिन यो यत्तिकै राख्यो भने जे होस् बिल्लिन्छ आइस। अनि यो प्याज भइगयो। अघि मैले भने हजुरलाई एमाजोनबाट किनेको प्रोडक्ट एकदम राम्रो छ। अनि हजुरको अर्को यो बन्दाकोपी। अनि मासु चाहिँ यहाँ बोइल भइरहेको छ। यो चाहिँ सुँगुरको मासु, कालो सुँगुर। नेपालमा भन्छ धराने सुँगुर भन्थ्यो, यहाँ चाहिँ अब कालो सुँगुर मात्रै है त। अब तपाईँलाई म अपडेट दिइरहन्छु। अब मौसम पनि यस्तै छ, बाहिर अँध्यारो भइसक्यो। कति बज्यो? 7:43 भयो हैन। अनि अब तपाईले सोच्नु होला गराजभित्र यस्तो छ भन्ने सोच्नुहुन्छ नि। मेरो चाहिँ किचनमा हामीले चाहिँ गराजमै बनाएको छ भित्र। अब त्यही हो हाम्रो नेपालीको खानापिनाहरू। अब अलि मसलादारी हुन्छ, त्यही भएर घर गनाउँछ भनेर, स्मेल आउँछ भनेर चाहिँ किचन बाहिरै बनाएको छु मैले। हजुरलाई म देखाइरहन्छु नि आजको अपडेट। सबैको आफ्नो इच्छा हुन्छ। प्रिय साथीभाइहरू, मलाई चाहिँ यसरी किमा बनाउन मनपर्छ। यतिको किमा मैले बनाइसकेँ। 1 पोका सुँगुरको लगभग आधी किलो थियो होला, आधी किलो चाहिँ थियो। आधी किलोमा चाहिँ यति गरेपछि 3टामा धेरै हुन्छ होला, तर जे होस् 2टा आधी बनाएर चाहिँ खानुपर्छ। साथीहरू, तपाईँलाई पनि खानु मन लाग्छ नि सकेसम्म घरकै बनाएर खानुहोस्। घरकै खानु भने चाहिँ हेल्दी हुन्छ। अब हेल्दी कुन हिसाबले भने मिसावट हुँदैन। यसरी मुस्नुपर्छ साथीहरू। सबै मरमसला, नुन, अजिना, अहिले जति पनि मैले बनाएको थिएँ किमाको लागि हैन, सबै राखेर मोमो मसला, तेल, अग्राम बग्राम के मनपर्छ आफ्नो इच्छाको कुरा हो हैन। अनि यसरी हो स्याट्ट मुस्यो। अनि एकछिन केही समयको लागि आधी घन्टा छोडिदियो। आधी घन्टा जति छोडेपछि चाहिँ अब यो मजाले हुन्छ, मिठो हुन्छ। आज चाहिँ मेरो खाने डिनर भने पनि लन्च भने पनि सबै कुरा यही मेरो लागि। ल साथीभाइहरू, अघि बनाइरहेको बेलामा खिच्न भ्याइएन। यो लास्ट घान हो, अन्तिम यति छ लास्टमा। अनि अघि साली र भाइ भएर खाएर गइसके। यहाँ छ रेडी पोर्क मोमो। अब एकछिन पछाडि श्रीमती मिलेर, बुढाबुढी मिलेर बजाइन्छ मोमो। खानुपर्छ है मोमो चाहिँ। अरू जे जस्तो छोडे पनि नेपालको राष्ट्रिय खाना मेरो लागि त मोमै लाग्छ हौ। लु, वेलकम ब्याक सबैजनालाई। अब फाइनल अघि मोमो रेडी भएको देखाउन पाइएन। स्पेसली थ्याङ्क यू मेरो नानालाई अनि मेरो सानो नानीलाई। उनीहरूले मलाई हेल्प गर्यो खानको लागि। प्लानले नभए पनि जे होस् खान मन लाग्यो बेलामा खाइहाल्यो। लु, जुस पनि छ, कोक, मोमो। यहाँ 1 भाँडो मोमो चाहिँ छ त्यहाँ। सो यो चाहिँ मलाई चाहिँ सबभन्दा मनपर्ने भनेको मोमो। धेरै त खाँदिनँ म, 30देखि 40वटा चाहिँ खान्छु। के धेरै भन्नु होइन। यो चाहिँ पोर्क मोमो। तपाईँलाई मनपर्छ भने बनाएर खानुहोस्, बाहिरको भन्दा पनि घरकै होइन त नानु।